Wherever you are, join us in the stage. Take your place on your seat on the stage to start our program officially. Thank you, everyone. वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम 2082 मा हामी एन्जल्स ओल्ड अमेरिकी को प्राङ्गणमा जुटेका छौं। सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू लगायत विद्यार्थी भाइ बहिनीहरू हल्ला नगरिकन शान्तपूर्वक बसिदिनु हुन पनि हार्दिक हार्दिक अनुरोध गर्दछु। शिक्षक अनि अभिभावक विद्यालय परिवार भूमिका छ सबैको उस्तै उस्तै जिम्मेवार। शिक्षक अनि अभिभावक विद्यालय परिवार भूमिका छ सबैको उस्तै उस्तै जिम्मेवार। राम्रो संस्कार सिकाउँछौँ, शब्द सञ्जाल भनिदिन्छौँ, जीवन जिउने तरिकाको रेखा कोर्दिन्छौँ, जीवन जिउने तरिकाको रेखा कोर्दिन्छौँ। विज्ञान अनि प्रविधिको साथमा सामेल गराउँछौँ, हौसला र साथ दिई अघि बढाउँछौँ, हौसला र साथ दिई अघि बढाउँछौँ। हामी दिन्छौँ शिक्षा तिमीलाई, तिमी गर्नु चमत्कार। उपस्थित सम्पूर्णमा गर्छु नमस्कार। धेरै धेरै धन्यवाद आदरणीय यसै विद्यालयका प्राचार्य सर, आजको यस कार्यक्रममा सञ्चालकको भूमिका निर्वाह गर्न दिनुभएकोमा यस विद्यालय परिवारप्रति हार्दिक हार्दिक आभार व्यक्त गर्दै आजको यस कार्यक्रममा उपस्थित हुनुभएका तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु र आजको यस कार्यक्रम औपचारिक रूपमा सञ्चालन गर्न गइरहेको जानकारी गराउँदछु। आजको यस कार्यक्रमको सभाध्यक्ष गरिदिनु हुनको लागि यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष श्री सोमनाथ भट्टज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि विद्यालय सञ्चालक समितिका अध्यक्ष कृपया तालीले सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। प्रिय विद्यार्थी भाइ बहिनीहरू, क्लास 9 10 का विद्यार्थी भाइ बहिनीहरूले कृपया सम्पूर्ण साना भाइ बहिनीहरूलाई स्टेज अगाडि राखेर सहजीकरण गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। साथसाथै आजको हाम्रो यस कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नको लागि हाम्रा यसै रत्नगर नगरपालिका नगर शिक्षा अधिकारी सामाजिक एवं शैक्षिक व्यक्तित्व श्री नारायण प्रसाद वाग्ले सर आउँदै हुनुहुन्छ। सायद उहाँ बाटोमा हुनुभएको कारणले होला, आएपछि मैले आसन ग्रहणलाई जोड्ने नै छु। यसै गरेर हाम्रा यसै विद्यालयका प्राचार्य श्री एकबहादुर जीसी सरलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै विद्यालयका प्राचार्य श्री एकबहादुर जीसी सर। यसै गरेर विशिष्ट अतिथिको रूपमा हामीले यसै रत्नगर नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष श्री कलाधर पौडेल सरलाई आमन्त्रण गरेका छौँ। उहाँ बाहिर हुनुभएको कारणले गर्दा वडाको प्रतिनिधि पठाउँछु भन्नुभएको थियो, सायद आउँदै हुनुहुन्छ होला। उहाँलाई पनि मैले आसन ग्रहण गराउन चाहे। यसै गरेर आसन ग्रहणकै क्रममा हाम्रो यसै विद्यालयका पूर्व कलेज प्रमुख एवं शिक्षा प्रेमी व्यक्तित्व श्री शीतनाथ अर्याल सरलाई हार्दिक अनुरोध गर्दछु। यसै गरेर अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि रत्नगर खानेपानी संस्था रत्नगर नगरपालिका वार्ड नम्बर 10 का वडा संयोजक एवं हाम्रो यसै विद्यालयका सञ्चालक श्री खगनाथ पराजुली सरलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक हार्दिक अनुरोध गर्दछु। यसै गरेर अतिथिकै आसन ग्रहणको क्रममा हाम्रा यसै विद्यालयका सञ्चालक समितिका सदस्य एवं प्लस 2 कोअर्डिनेटर भवनराज पाण्डे सरलाई अतिथिको अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रा यसै विद्यालयका सञ्चालक श्री टङ्कप्रसाद पराजुली सरलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर श्री राजाराम कार्की सरलाई
गर्दछु। हाम्रा मेरा यसै विद्यालयका सहकर्मी, मेरा मित्रहरू, शिक्षक मित्रहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू लगायत तपाईँ सम्पूर्णलाई यथास्थानमा धैर्यतापूर्वक आसन ग्रहण गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हाम्रा अतिथिज्यूहरूलाई ब्याजद्वारा सम्मान गरिदिनु हुनको लागि हाम्रो यसै विद्यालयका शिक्षिका सन्ध्या थापा म्याडमलाई हार्दिक अनुरोध गर्दै सभाध्यक्ष र प्राचार्यज्यूबाट पुष्पगुच्छ प्रदान गरेर स्वागत गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। सहित मोडमा छौँ। तपाईहरूले वर्ष दिनभरि गर्नुभएको मेहनत, वर्ष दिनभरि अतिरिक्त क्रियाकलापमा सहभागी भएर धेरै अवार्डहरू, उपाधिहरू जित्नु भएको छ। त्यो पनि आज तपाईँहरूले हातमा ग्रहण गर्ने दिन हो। त्यसैले गर्दा पनि हजुरहरू असाध्यै धैर्यतापूर्वक बसिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्राचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। प्रमुख अतिथिको आसन ग्रहण भइसकेको छ। संचालक समिति सदस्य एवं +2 कोअर्डिनेटर श्री भवनराज पाण्डे सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, त्यसै कार्यक्रमका प्रमुख अतिथिज्यू, कार्यक्रममा पाल्नुभएका विशिष्ट प्रमुख अतिथिज्यूहरू, त्यस्तै अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण शिक्षक साथीहरू, उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, त्यस्तै पत्रकार साथी, कर्मचारी साथीहरू र यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सर्वप्रथम त म यस विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आजको दिन भनेको विद्यार्थी भाइ बहिनीहरूले 1 वर्षसम्म जुन मेहनत गरेर प्राप्त गरेको त्यो एचिभमेन्ट ग्रहण गर्ने दिन भएको हुनाले सबैको लागि आज खुसीको दिन पनि छ भने अभिभावकज्यूहरूले पनि आफ्ना बालबालिकाहरूले 1 वर्षसम्म के कसरी आफ्नो पठन पाठनलाई अगाडि बढाए, त्यसको मूल्याङ्कन के कसरी भएको छ भन्ने कुराको बारेमा आज प्रष्टसँग जान्नुहुने भएको हुनाले आजको यो कार्यक्रम अभिभावकज्यू र विद्यार्थी भाइ बहिनीहरूको लागि नै विशेष रहने कुराहरू यहाँलाई लगभग अवगत भइसकेको छ। त्यसैले आजको यस कार्यक्रमलाई सफल बनाइदिनको लागि यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई फेरि एकचोटि स्वागत भन्दै यहाँ बिदा हुन्छु। हस्त धन्यवाद। हाम्रो कार्यक्रम उद्घाटनको यस कार्यक्रम उद्घाटन गरिदिनु हुन प्रमुख अतिथिज्यूबाट ब्यानर पढेर आजको हाम्रो यस कार्यक्रमको ब्यानर पढेर कार्यक्रम उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दै यहाँहरू सम्पूर्णलाई कार्यक्रम उद्घाटनको लागि उभिएर सम्मान गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। एन्जल्स वर्ल्ड स्कुल रत्ननगर 10 चितवन वार्षिक पुरस्कार वितरण 2082 स्वागत तथा सांस्कृतिक कार्यक्रम मिति 2083 जेठ 8 गते उद्घाटन भएको घोषणा गर्दछु। 5 का बाबु नानीहरूबाट नृत्य प्रस्तुति रहेको छ।
क्लास 4 एन्ड 5 का बाबु नानीहरूले आफ्नो नृत्य आएर प्रस्तुति गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। क्लास 4 एन्ड 5 एन्जल्स वर्ड स्कुल रत्नगर 10 चितवनले वार्षिक परीक्षा जुन 2082 थियो त्यसको पुरस्कार वितरण कार्यक्रम र 2082 सालमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले गरेका विभिन्न अतिरिक्त क्रियाकलापहरू र सो वर्षको विभिन्न उपाधिहरू आज हामीले यहाँ वितरण गर्न गइरहेका छौं। यो कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू एन्जल्स वर्ड आमामी का सञ्चालक समितिका अध्यक्ष श्री सोम प्रसाद भट्टज्यू, यसै गरी हाम्रो प्रमुख आतिथ्यका रूपमा आफ्ना त्यो अमूल्य समयलाई थाती राखेर हामीलाई साँच्चीकै एउटा हौसला एउटा उत्साह प्रदान गर्न यहाँ पाल्नुभएका आदरणीय रत्नगर नगरपालिकाका नगर शिक्षा अधिकारी सामाजिक एवं शैक्षिक व्यक्तित्व श्री नारायण प्रसाद वाग्लेज्यू जो प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्दै हुनुहुन्छ। यसै गरी आसन ग्रहणकै क्रममा क्रिस्टल कलेजका पूर्व कलेज प्रमुख एवं शिक्षा प्रेमी श्री गीतानाथ अर्यालज्यू, यसै गरी रत्नगर खानेपानी संस्था रत्नगर 10 का वडा संयोजकज्यू खगनाथ पराजुलीज्यू एवं विद्यालयका सम्पूर्ण अभिभावकहरूको प्रति गर्दै हामीलाई अनेक एउटा समस्यामा हामीलाई उत्साह बढ्दै विद्यालयलाई यसरी आग्नुपर्छ भन्ने सुल्लाह सजाव दिने हाम्रा अभिभावक समग्र अभिभावकको प्रतिनिधित्व गर्ने विद्यालयका आदरणीय अभिभावकज्यू धनञ्जय शर्माज्यू एवं यसै विद्यालयका एकाडेमिक कोअर्डिनेटर श्री राजा राम कार्कीज्यू लगायत सम्पूर्ण शिक्षक साथीहरू, आदरणीय सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू सबैमा आजको यो म शुभ बयानीमा यहाँहरूलाई हार्दिक नमन नमस्कार गर्न चाहन्छु। यसै गरी आज हामीले विशिष्ट अतिथिका रूपमा हाम्रो वडा नम्बर 10 बाट वडा सदस्यका रूपमा बोमा भण्डारीज्यू पाल्नु भएको छ। उहाँलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्छु र हार्दिक स्वागत गर्दछु। आज विशेष गरी हामी शिक्षक
विद्यार्थी भाइ बहिनीहरू र अभिभावकको जुन एउटा उत्साहजनक भेला हुनु पर्थ्यो, सायद यो माथिल्लो क्लासका विद्यार्थी भाइ बहिनीहरूलाई आज मैले त्यति देखिरहेको छैन। अभिभावकज्यूहरूको पनि एउटा न्यून उपस्थिति छ, जसले हामीले गर्ने कुराहरू, हामीले यहाँ प्रस्तुत गर्ने कुराहरू यहाँहरूले साँच्चीकै एउटा अनुभूति गर्न नसक्दा विद्यालयको प्रगतिमा यहाँका बाबु नानीहरूको एउटा सिकाइ प्रवृत्तिमा के कस्ता कुराहरू भयो भन्ने कुराको जानकारी सायद नहुन पनि सक्छ। त्यसैले हामीले अहिले यो वर्ष कडाइका साथ सबै अभिभावकहरू र सबै विद्यार्थी भाइ बहिनीहरूलाई अब आउँदो कार्यक्रममा अनिवार्य उपस्थितिका लागि एउटा कुनै न कुनै विशेष कार्यक्रमहरू राखेर उहाँहरूलाई प्रोत्साहन गर्ने र त्यस्तो अभिमुखी कार्यक्रमलाई अगाडि बढाउने जमर्को गर्नेछौँ। र विशेष गरी मैले आज अब धेरै कुराहरू नगरिकन विद्यालयको यो वर्षको प्रगति विवरण र हाम्रो भावी योजनाका बारेमा सामान्य जानकारी गराउन चाहन्छु। विद्यालयको दृष्टिकोण र यस वर्षको लक्ष्य। हाम्रो दृष्टिकोण आत्मविश्वासी, सृजनशील र जिम्मेवार विश्वव्यापी नागरिकहरूको विकास गर्ने हाम्रो दृष्टिकोण छ भने 2083 को मुख्य लक्ष्य चाहिँ शिक्षण सिकाइ सिपलाई सुदृढ पार्दै एसई उत्तीर्ण दर 100% पुर्याउने हामीले लक्ष्य लिएका छौं। विद्यार्थी भर्ना तथा उपस्थिति हाम्रो कक्षा नर्सरी र केजी सम्म हाम्रो 59 जना विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ। यस वर्ष कक्षा 1 देखि 5 सम्म 164 जना विद्यार्थी हुनुहुन्छ। 6 देखि 8 सम्म 85 जना विद्यार्थी भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ र 9 देखि 12 सम्म 94 जना विद्यार्थी गरी हामीसँग कुल विद्यार्थी संख्या 401 जना रहेको छ। र शिक्षक जनशक्ति जम्मा शिक्षक संख्या हामीसँग 33 हुनुहुन्छ। 19 जना बीएड वा सोसरका शिक्षक साथीहरू हुनुहुन्छ भने 7 जना सम्बन्धित विषयमा स्नातकोत्तर मास्टर डिग्री गरेका शिक्षक साथीहरू हामीसँग संलग्न हुनुहुन्छ। सञ्चालित तालिम युग विद्यालयका हरेक सिकाइ र कक्षा कोठा व्यवस्थापन गर्ने र विद्यार्थीको सिकाइलाई सुदृढ पार्ने तरिकाले हामीले यो वर्ष 3 वटा कार्यशाला गोष्ठी सञ्चालन गरेका छौं र सम्पन्न गरेका छौं। शैक्षिक प्रदर्शनमा हामीले विभिन्न त्रैमासिक परीक्षा, मासिक परीक्षा, मुक टेस्ट लगायत वार्षिक परीक्षाको आयोजना गर्छौं र त्यसमा टोटल विद्यार्थीहरुमा 97% उत्तीर्ण दर रहेको छ। मुख्य सुधार हामीले यो वर्ष यो 2-3 महिना अगाडि हामीले पछिल्लो समयमा सहपाठी शिक्षण सत्रहरू सुरु गरेपछि शिक्षाको गुणस्तरमा केही वृद्धि भएको छ र यो वर्ष हामीले तदारुकताका साथ र कडाइका साथ यही प्रक्रियालाई अगाडि बढाएर गुणस्तरीय शिक्षामा वृद्धि गर्ने लक्ष्य राखेका छौं। हामीले विशेष गरी कक्षाहरूलाई क्रियाकलापमा आधारित र परियोजनामा आधारित विधिहरूमा रूपान्तरण गर्दैछौं यो वर्ष। त्यसैगरी सबै कक्षाहरूका लागि साप्ताहिक रूपमा अंग्रेजी बोल्ने कक्षा र वाद विवाद कार्यक्रमलाई अगाडि बढाउने योजना राखेका छौं। घण्टा होस्टेल रेखदेख र भोजन क्रियाको सुविधामा सुधार गर्ने क्रममा छौं। अभिभावक र समुदाय संघको सहकार्यमा विशेष गरी अलिकति अभिभावकको उपस्थिति न्यून देखिएको छ र आगामी वर्षमा त्रैमासिक रूपमै अभिभावक शिक्षक बैठकको कार्यसूची बनाई विद्यालयको शैक्षिक क्यालेन्डरमै यसलाई समावेश गरेर हामीले हरेक 3 महिनामा सबै अभिभावकसँग भेला गरी विद्यार्थीका
विद्यार्थीहरूलाई अगाडि बढाउने क्रममा यहाँहरूको सक्रिय सहभागितालाई जोड दिने कार्यक्रम अगाडि बढाइएको छ। यसै गरी विद्यालयको एप्लिकेसन मार्फत अभिभावक प्रतिक्रिया प्रणालीको सुरुवात गरेका छौँ। हामीले विद्यालयको एप्लिकेसन हामीले डाउनलोड गरेका छौँ। यसमा अभिभावकको प्रतिक्रिया यहाँहरूले त्यहाँबाट पनि दिन सक्नुहुनेछ। यो प्रणालीलाई अहिले हामीले सुरुवात गरेका छौँ। मुख्य चुनौतीहरू पनि छन्, हामीसँग केही चुनौतीहरू छन्। हामी सबै कुरामा निपुण छौँ भन्न सक्दैनौँ। निरन्तर प्रक्रियामा यसलाई अगाडि बढाइरहेका छौँ। हाम्रो संसाधनमा केही कमी छ, स्रोत साधनहरूमा पनि हामी केही कमी छौँ र विद्यार्थी भाइ बहिनीहरूको रुचिमा पनि हामीले केही कमी कमजोरीहरू पाएका छौँ। त्यसैले यो वर्ष अब विद्यालयको समयपछि पनि कमजोर विद्यार्थीहरूलाई राखेर अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने र विद्यालयको भौतिक सुविधाका कुराहरूलाई जोडेर यसमा केही सुधारहरू गर्ने लक्ष्य राखिएको छ। यो चुनौतीलाई हामी सामना गर्दै हामीले आगामी यो 83-84 का लागि केही थप योजनाहरू अगाडि सारेका छौँ। यसका लागि एसई सिट उत्तीर्ण दर हामीले 100% बनाउने लक्ष्य लिएका छौँ। मिश्रित क्षमता भएका विद्यार्थीहरूका लागि विविधीकृत शिक्षण सम्बन्धी शिक्षक तालिम सञ्चालन गर्ने विषयलाई पनि अगाडि जोड दिएर अगाडि बढाइरहेका छौँ र होस्टेलको सरसफाई र शौचालय सुविधाहरूको स्तरको उन्नति गर्ने पनि लक्ष्य हामीले राखेका छौँ। नयाँ प्रयोगशाला र नयाँ हलको व्यवस्थापन गर्ने कुरालाई पनि अगाडि बढाउने लक्ष्य लिएका छौँ। त्यस्तै गरी नर्सरी र प्रिजी कक्षामा एसीको व्यवस्थापन गर्ने, 8, 9, 10 कक्षामा स्मार्ट बोर्डको व्यवस्थापन गर्ने र मल्टिमिडिया कक्षालाई स्तर उन्नति गर्ने यो लक्ष्य राखेर यो वर्ष हामीले हाम्रा कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। यहाँहरूको साथ सहयोग बिना, यहाँहरूको सल्लाह सुझाव बिना हाम्रा यी कार्यक्रमहरू सफल नहुन पनि सक्छन्। त्यसैले यहाँहरूको सधैँ हामी सकारात्मक तरिकाले सल्लाह सुझावको अपेक्षा गर्छौँ। साँच्चीकै यी विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो यहाँहरूको भविष्य, विद्यार्थी भाइ बहिनीहरूको भविष्यसँग हामी सबै जोडिएका छौँ। त्यसैले हामी कसैलाई न शिक्षक न अभिभावक कसैलाई पनि विद्यार्थी भाइ बहिनीहरूको भविष्यसँग खेलबाड गर्ने त्यो उहाँहरूको भविष्यमाथि हामीले उहाँहरूलाई साँच्चीकै अगाडि बढाउने कुरामा हामीले रोकटोक गर्न थाल्यौँ भने हाम्रो भविष्य अन्धकारमय हुन्छ। त्यसैले मैले आदरणीय सम्पूर्ण अभिभावकज्यूहरूलाई सदैव यहाँहरूको यो स्कुल यहाँहरूको लागि खुल्ला छ। सधैँ यहाँहरूले सदैव महत्त्वपूर्ण सुझावहरू दिन हुनमा हार्दिक अनुरोध गर्छु र आजको यो व्यस्त समयमा प्रमुख अतिथि लगायत आदरणीय अतिथिज्यूहरू जो ड्यासमा आसीन हुनुहुन्छ, आदरणीय सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू सबैलाई पुनः म विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्दै अहिलेको यो कार्यक्रमबाट बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार। पहिलेको समयको कुरा गर्नुपर्दा पुरुषहरूलाई नै स्त्री बनाएर नाचिने यो नाच वर्तमान समयमा प्राय स्त्रीहरूले नै यो नाचमा भाग लिने गरिएको छ। यो नाच सुरु गर्दा हामीले सङ्गीतकी देवी सरस्वती मातालाई सम्झिएर कलश र मादलको पूजाआजा गरी यो नाच सुरु गरिन्छ। स्वीकार्नुहोस् हाम्रो मारुनी नृत्य। धन्यवाद।
तयार पारेको कुरा प्रस्तुत गर्नुभयो। यो महत्वाकांक्षी लक्ष्य प्राप्त गर्न यसको परिवार सफल होस्, व्यक्तिगत तर्फबाट शुभकामना दिन चाहन्छु। तर त्यो लक्ष्य प्राप्तिका लागि अगाडि आइपर्ने चुनौतीहरू त्यो सामना गर्न र त्यसलाई चिनेर अगाडि बढेर 100% विद्यार्थी उत्तीर्ण गर्ने लक्ष्य प्राप्त गर्नलाई यो विद्यालय परिवार सफल हुन्छ कि हुँदैन महत्त्वपूर्ण प्रश्न यहाँनिर हो। यो प्रश्नको जवाफका लागि सरले विविध कार्यक्रमहरू पनि प्रस्तुत गर्नुभयो। ती कार्यक्रमहरू कति कार्यान्वयनमा छन् सर? 1 महिनाभन्दा बढी शैक्षिक सत्र सुरुवात भइसकेको छ। स्मार्ट बोर्ड कतिवटा जडान गरियो? प्र्याक्टिकल प्रयोगात्मक कक्षाहरू कतिवटा सञ्चालन भइरहेका छन्? कुन कुन कक्षाका सञ्चालन भइरहेका छन्? अतिरिक्त कक्षाहरू कसरी व्यवस्थापन गरिएका छन्? यी प्रश्नहरूको जवाफ त्यसमा आउँछ कि भनेको त्यहाँनिर चाहिँ म अनुत्तरित रहेँ। यो चिजको जवाफ पनि प्रशासनले आज दिनुभएको भए अझै राम्रो हुन्थ्यो। र विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि सबैभन्दा महत्त्वपूर्ण कडी हो विद्यार्थी। विद्यार्थी स्वस्थ हुनुपर्छ। स्वस्थ विद्यार्थी भयो भने मात्रै विद्यार्थीको नतिजाको लागि हामी सकारात्मक नतिजाको अपेक्षासहित अगाडि बढ्न सक्छौँ। एकदम सोच्ने किन त भनेर धेरै अभिभावक ग्रुपहरूले आफ्ना विद्यार्थी आफ्ना बाबुनानीहरूलाई हाम्रो विद्यालयमा यो वर्ष पनि भर्ना गर्नुभएको छ। अबको क्रममा हामीले नव आगन्तुक विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम राखेका छौँ। कृपया मैले सम्पूर्ण क्लासका नव आगन्तुक विद्यार्थी भाइ बहिनीहरूको नाम उद्घोष गर्दै जाँदैछु। क्लास टिचर, शिक्षक शिक्षिका मित्रज्यूहरूले आफ्ना क्लासका नयाँ विद्यार्थीहरूलाई अगाडि ल्याइदिएर सहजीकरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै यस नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई फुलको गुच्छाद्वारा सम्मान गरिदिनु हुनका लागि विद्यालयका प्राचार्यज्यू र अतिथिगणहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। मेरो पनि होला कार्यक्रममा सहभागी नहुनु भएको हो कि जस्तो पनि लाग्यो मलाई। यो वर्ष हाम्रो विद्यालयमा 45 जना विद्यार्थीहरू नयाँ आउनु भएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत। संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा आकाश हो, घामको किरण छर्ने। संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा सुपरम्यान, मेरो बाबा जीवजन, मेरो बाबा भगवान। मेरो बाबा सुपरम्यान, मेरो बाबा जीवजन, मेरो बाबा भगवान, मेरो बाबा भगवान। सिकायो आफ्नो पढाइको भनी छिन्न सिकायो। हात समाउँदै ताते ताते हिँड्न सिकायो। आफ्नो पढाइको भनी छिन्न सिकायो। आफ्ना खुसी बेची बेची मेरो खुसी किन्यो। जता जता मेरा थैला उतै उतै हिँड्यो। बाबा जता जता मेरा थैला उतै उतै हिँड्यो। मेरो बाबा सुपरम्यान, मेरो बाबा जीवजन, मेरो बाबा
ठेला परे पैतालामा फोरा सुख छ भन्यो बाबा बोक्दा पनि मोरा सुख छ भन्यो बाबा बोक्दा पनि मोरा मेरो बाबा सुपरम्यान मेरो बाबा जिउजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जिउजन मेरो बाबा भगवान मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान यो यस एनुअल अवार्डको लागि लेभल 1 का विद्यार्थी भाइ बहिनीहरूबाट मैले नाम एनाउन्स गर्न गइरहेको छु। लेभल 1 मा क्लास पिजी देखि क्लास 3 सम्म 2082 मा क्लास पिजी देखि क्लास 3 सम्म अध्ययनरत विद्यार्थी भाइ बहिनीहरू पढ्नु भएको छ। त्यसमा एनुअल अवार्ड प्राप्त गर्न सफल हुनुहुने विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै बधाई तथा शुभकामना पनि व्यक्त गर्दै मैले नेम एनाउन्स गर्न गइरहेको छु। र यस वर्षको एनुअल अवार्ड 2082 को लेभल 1 अन्तर्गत क्लास पिजी टु 3 सम्मको विद्यार्थी भाइ बहिनीहरूबाट हामीले धेरै धेरै कुराहरू वर्ष दिनसम्म उहाँहरूको सबै कुरालाई निहालेर हामीले चाहिँ रिजल्ट निकालेका छौँ र विद्यार्थी भाइ बहिनीहरू पढ्न सफल हुनुभएको छ। त्यसलाई यो प्राइज प्रदान गरिदिनु हुनको लागि हाम्रो यसै कार्यक्रमका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध पनि गर्दछु र यस एनुअल अवार्ड डिस्ट्रिब्युट कार्यक्रममा सहजीकरण गरिदिनु हुनको लागि हाम्रो यसै विद्यालयका कोअर्डिनेटर सर राजाराम कार्की सरलाई हार्दिक अनुरोध गर्दै म विद्यार्थी भाइ बहिनीहरूको नेम उद्घोष गर्न गइरहेको छु। धेरै विद्यार्थीहरू र साथसाथै टीका लगाइदिनु हुनको लागि हाम्रो आजको यस विशिष्ट अतिथि रत्नगर नगरपालिका वडा नम्बर 10 का वडा सदस्य श्री गोमा भण्डारी म्याडमलाई हार्दिक अनुरोध गर्दै अवार्ड डिस्ट्रिब्युट गरिदिनु हुनको लागि हाम्रा आजका यस कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद वाग्ले सरलाई हार्दिक अनुरोध गर्दछु। लेभल 1 बाट हामीले 6 क्लास 2 बाट बेस्ट क्याप्टेन अवार्ड 2082 विनिशा आचार्य क्लास 2 बेस्ट नीटनेस अवार्ड जिज्ञासा चिसी क्लास केजी यसै गरेर बेस्ट डान्सर अवार्ड आयस्ता ढुङ्गाना क्लास 2 एकदमै फास्ट आइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। यसै गरेर प्रकृत महतो रेगुलर प्रेजेन्ट अवार्ड प्रकृत महतो यसै गरेर बेस्ट डिसिप्लिन अवार्ड मानवी पौडेल बेस्ट डिसिप्लिन अवार्ड मानवी पौडेल यसै गरी बेस्ट नोटबुक मेकिङ अवार्ड सभ्यता पौडेल बेस्ट नोटबुक मेकिङ अवार्ड सभ्यता पौडेल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना पनि छ। र यस्तै अवार्डहरू लेभल 2 र लेभल 3 को हामीसँग बाँकी नै छ र स्टुडेन्ट अफ द इयर प्राइज र गोल्सबाट पनि हामीसँग अवार्ड बाँकी नै छ। त्यसै गरी हजुरहरूको स्पोर्ट्स मिट 2082 को प्राइजहरू पनि बाँकी छ। त्यसैले गर्दा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र अभिभावकज्यूहरू कार्यक्रम समापन अवधिसम्म विजेता विद्यार्थी भाइ बहिनीहरूलाई टीका लगाइदिनको लागि आजको हाम्रो यस कार्यक्रमका अतिथि श्री धनञ्जय शर्माज्यूलाई र मेडल प्रदान गरिदिनु हुनको लागि हाम्रा यसै विद्यालयका प्राचार्य सरलाई हार्दिक अनुरोध गर्दछु। मैले सुरुमा हामीले लामो समय नगरौँ भन्ने हेतुले सुरुमा 3rd प्राइज उद्घोष गर्न गइरहेको छु। लेभल 1 बाट रिअरेन्ज द लेटर्स रुसी पौडेल आयुष गिरी हट पोटैटो थर्ड सोहेल कुमार सिंगिंग एंड डांसिंग थर्ड इनाया शर्मा सापकोटा बेलून की थर्ड संघर्ष शर्मा स्वीट रेस थर्ड शिवानी आचार्य साइमन से थर्ड आयुष कुमार इन
शर्मा सापकोटा, सङ्घर्ष शर्मा, शिवानी आचार्य, आयुष कुमार, सुहाना मजकोटी, श्रेयांशी पर्जा, ओसेन चौधरी। लेभल 1 बाट नै सेकेन्ड मेडल प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूको नाम एनाउन्स गर्न गइरहेको छु। लेभल 1 PG2 KG का विद्यार्थी भाइ बहिनीहरू प्रिन्स छेत्री, साइबक्से अन्वी आचार्य, इन आउट आयन चौधरी, अप डाउन आराध्या चिलुवाल, बुक म्यानेज कृष्णा शर्मा। सेकेन्ड मेडल प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, तयारी अवस्थामा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रिअरेन्ज द लेटर्स। फर्स्ट सम्यम सुवेदी, मेमोरी पावर टेस्ट फर्स्ट सोनी, अप डाउन फर्स्ट आहना नेपाने, बुक म्यानेज फर्स्ट एसिका दास। सम्यम सुवेदी, सोनिया शर्मा, साइमन नेपाली, प्रविशा चालिसे, आवास भुसाल, परिसा पौडेल, नितिका शर्मा, साइरा बोहरा, सुपनराज पौडेल, अभिषेक आचार्य, आहना नेपाने, एसिका दास। धेरै धेरै धन्यवाद। साथै धेरै लागि प्रमुख अतिथिज्यूलाई हार्दिक हार्दिक अनुरोध गर्छु। यस वार्षिक पुरस्कार वितरण कार्यक्रमका अध्यक्षज्यू, विद्यालयका प्रिन्सिपल लगायत मञ्चमा उपस्थित विशिष्ट महानुभावहरू, उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र शिक्षक मित्रहरू लगायत सम्पूर्ण महानुभावहरू, विद्यालयले 2082 सालमा गरेका आफ्ना शैक्षिक गतिविधिहरूको आधारमा हुने त्यो माया अझ वृद्धि हुने अवस्था पनि छ। सँगसँगै हामी जुनसुकै अवस्थामा जसरी रहे पनि हाम्रो मुख्य उद्देश्य भनेको हाम्रा बालबालिकाहरूको सिकाइको स्तर राम्रो बनाउने हो। सँगसँगै हामी विद्यालय हाम्रो जहाँ अवस्थित छ त्यसको वरिपरि अरू विद्यालयहरू समेत छन्। त्यसकारण अन्यत्र जस्तो स्तरको शिक्षण सिकाइ हुन्छ हाम्रो विद्यालयमा पनि त्योभन्दा कम नहुने गरी शैक्षिक गतिविधिहरू सञ्चालन गर्नु जरुरी छ। त्यसको लागि विद्यालय व्यवस्थापन लगायत सम्पूर्ण विद्यालय परिवारलाई म हार्दिक अनुरोध गर्दछु। किनभने तपाईको विद्यालयलाई माया गरेर आफ्ना बालबालिकाहरूलाई यस विद्यालयमा पठाउने अभिभावकज्यूहरूको विश्वास तपाईहरूले जित्नुपर्छ र त्यो जित्ने भनेको सिकाइ सुधार गरेर अझै राम्रो बनाउने। राम्रो छ त्यसलाई अझै राम्रो बनाउने प्रयास गर्नु पर्यो र सँगसँगै अभिभावकज्यूहरूलाई विश्वासमा लिनु पर्यो, जसले गर्दा हाम्रो विद्यालयले पनि स्तरीय शिक्षा प्रदान गर्छ भन्ने किसिमको कुरा सबैले महसुस गर्न सकौँ। सँगसँगै विद्यालयका गतिविधिहरूमा उत्कृष्टता हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई छ र सधैँ सबै सम्मानित र पुरस्कृत हुन त सकिन्न, तैपनि सबैको प्रयास त्यसप्रति हुन जरुरी छ। अझै राम्रो सिक्ने, अझै उत्कृष्टता प्राप्त गर्ने र आफू सधैँ सम्मानित हुने, खुसी हुने अवस्था सिर्जना होस् भन्ने चाहना सबै विद्यार्थी भाइ बहिनीहरूले राख्नु पर्दछ र सोही अनुसार हाम्रो अभिभावकज्यूहरूले पनि त्यो कुराको लागि आफ्नो सोचाइमा राखेर आफ्ना बालबालिकाहरूलाई सहजीकरण गर्न पनि जरुरी छ। स्कुलमा पठाउने मात्रै होइन, घरमा पनि बालबालिकाहरूलाई सिकाउने वातावरण, सिक्ने वातावरण सिर्जना गर्न जरुरी छ। अहिले हाम्रो स्कुलमा पठाएर कपी कलम र किताब मात्रै त्यसको आधारमा मात्रै सिकाइ हुन्छ भन्ने एउटा जुन मान्यता छ, त्यो मान्यताबाट अहिले अब परिमार्जन गरेर घरमा पनि सिक्छ, भान्सामा पनि सिक्छ, आँगनमा पनि बच्चाले सिक्छ र रुममा पनि सिक्छ, जहाँ सुत्ने ठाउँ छ त्यहाँ पनि सिकाइ हुन्छ भन्ने किसिमको कुराहरू अभिभावकहरूले पनि त्यसलाई कार्यान्वयन गर्न जरुरी छ र प्रति
अभिभावकको सक्रियता, आफ्नो बालबालिकाको सिकाइ प्रक्रिया बढिरहन्छ, त्यति सिकाइको स्तर पनि अगाडि बढ्छ भन्ने कुरालाई यहाँहरू समक्ष राख्दै विद्यालयको आगामी दिनहरू अझै उच्च स्तरको शिक्षा सिकाइ होस् र स्तर वृद्धि हुँदै वास्तवमा एउटा अत्यन्तै उत्कृष्ट विद्यालयको रूपमा हामीले यो विद्यालयको नाम लिने अवस्था सिर्जना होस् भन्ने शुभकामना सहित मेरो आफ्नो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। शोभा बढाइदिनु भएकोमा हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ र अबको क्रममा हाम्रो प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुनको लागि हाम्रा यसै विद्यालयका सञ्चालक समिति अध्यक्ष एवं प्राचार्यज्यूबाट मायाको चिनो प्रदान गरिदिनु हुन र प्रमुख अतिथि श्री नगर शिक्षा अधिकारीज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। दिन हुन पनि हार्दिक अनुरोध गर्दछु। प्रिय विद्यार्थी भाइ बहिनीहरू, lovely friends, once again good morning to everyone in this wonderful ceremony. Today as we gather for our annual ceremony, we are here to celebrate the journey of Angels World Secondary School since its establishment was on 15th June 2042 summer. Our school has been dedicated to providing us quality education and healthy environment for us to grow. We are not just here to study, we are here to become a real person for the society, equipped with dynamism, high moral character and universal outlook. Our school continues to enhance our technical knowledge so that we can easily adjust to the rapid changes of the world. I want to thank my teachers for their expert guidance and guardians for their valuable suggestion that helps to uplift our school's standards every day. Let us continue to strive for excellence together. Thank you all and enjoy this wonderful ceremony. यसै विद्यालयमा अध्ययनरत भाइ सचेत शर्मालाई आफ्नो भनाइहरू राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सचेत शर्मा, क्लास 5। नयाँ खोल्नु पनि हो। आदर
आदरणीय सम्पूर्णमा म कक्षा 5 को छात्र सचेत शर्माको तर्फबाट न्यानो अभिवादन। आज म यहाँ मेरो विद्यालयको बारेमा केही कुरा राख्न गइरहेको छु। विद्यालय भनेको ज्ञान प्राप्त गर्ने स्थल हो, जहाँ शिक्षक र शिक्षिकाले हामीलाई ज्ञान दिनुहुन्छ र सही मार्गदर्शन गर्नुहुन्छ। विद्यालय विद्यार्थीका लागि दोस्रो घर जस्तै हो। म पनि यही विद्यालयमा कक्षा प्ले नर्सरीदेखि कक्षा 4 पास गरेर 5 मा प्रवेश गरिसकेको छु। कक्षा 5 मा पढिरहँदा अहिले मैले फरकपन पनि पाएको छु। कक्षा 5 मा पढिरहँदा मैले अहिले फरकपन पाएको छु, जहाँ पढाइ बाहेक खाली समयमा अन्य क्रियाकलापहरू पनि गराउन हाम्रो शिक्षक शिक्षिकाहरू राजी हुनुभएको छ। यस 2083 सालको नयाँ समाजमा आउनुभएका दाइ दिदी भाइ बहिनीहरू सबैलाई स्वागत र विशेष धन्यवाद दिँदै तसर्थ मेरो लागि विद्यालय पढ्ने मात्र स्थल नबनेर आफ्नो भविष्यको रूपरेखा कोर्ने स्थल बनेको छ। धन्यवाद। अबको क्रममा भने माइती घर बोलको गीतमा नृत्य लिएर आउँदै हुनुहुन्छ कक्षा 4 का विद्यार्थी भाइ बहिनीहरू। माइती घर बसंत में बस
boys Ayush Chalise, skipping competition girls Rubikya Lanichane, skipping competition boys Aryan Pande, sweet race girls Salija Sharma, sweet race boys Rijan Kodal, spoon and marble girls sorry. अब फर्स्ट मेडल प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ लेभल 2 बाट प्रियसना नगरकोटी, म्युजिकल चेयर गर्ल्स सभ्यता पौडेल, म्युजिकल चेयर बोइज रिजन कडवाल, स्किपिङ कम्पिटिसन गर्ल्स अञ्जली पौडेल, स्किपिङ कम्पिटिसन बोइज कुशल पौडेल, स्विट रेस गर्ल्स सभ्यता पौडेल, स्विट रेस बोइज आर्यन पाण्डे, स्पोन एन्ड मार्बल गर्ल्स अनुष्का चालिसे, स्पोन एन्ड मार्बल बोइज नितेश कुमार मुखिया। फेरि सुन्नुहोस् एकपटक, सुप्रिया गोतामे, श्रेया वाग्ले, कवि राउत, आर्जु पौडेल, समीप सुवेदी, युनिट पौडेल, आकृति सिंह, सुमङ्गा चौधरी, आयुष्मा श्रेष्ठ, विनिशा आचार्य, नयन पाण्डे, प्रिन्स पौडेल, प्रकृति आचार्य, सोहना शर्मा, प्रियसना नगरकोटी, सभ्यता पौडेल, रिजन कडवाल, अञ्जली पौडेल, कुशल पौडेल, सभ्यता पौडेल, आर्यन पाण्डे, अनुष्का चालिसे, नितेश कुमार मुखिया। अबको क्रममा सेकेन्ड मेडल प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूको नाम एनाउन्स गर्न गइरहेको छु। कृपया सेकेन्ड मेडलको लागि प्रनिशा पौडेल, म्युजिकल चेयर गर्ल्स नम्रता आचार्य, म्युजिकल चेयर बोइज समीप शर्मा, बर्निङ एन्ड क्यान्डल बोइज लिजम चौधरी, निडल एन्ड थ्रेड गर्ल्स कृषा नेपाली, निडल एन्ड थ्रेड बोइज अनमोल चौधरी, हार्दिक अनुरोध गर्दछु। मेरो बाबा आकाशको घमको किरण छर्ने, संसारमा सबभन्दा धेरै माया गर्ने। मेरो बाबा आकाशको घमको किरण छर्ने, संसारमा सबभन्दा धेरै माया गर्ने। मेरो बाबा सुपरम्यान, मेरो बाबा
भाइ बहिनीहरूलाई मेडल प्रदान गरिदिनु हुनको लागि विद्यालयका प्राचार्य सरलाई हार्दिक अनुरोध गर्दछु। मेमोरी पावर टेस्ट रेड हाउस फर्स्ट विनिशा कोइराला क्लास 9, आयुष्मा श्रेष्ठ क्लास 9, रिवाज दाल क्लास 7, आयन चापागाई क्लास 8, प्रनिशा क्लास 7, प्रनिशा पाण्डे। मेमोरी पावर टेस्ट फर्स्ट विनिशा कोइराला, आयुष्मा श्रेष्ठ, रिवाज दाल, आयन चापागाई, प्रनिशा पाण्डे रेड हाउस। यसै गरी टग अफ वार बोइज रेड हाउस आयुष्मान श्रेष्ठ, सङ्गम भट्ट, प्रज्ञान श्रेष्ठ, उज्जवल पोखरेल, निरज मुखिया टग अफ वार बोइज। टग अफ वार येल्लो हाउस गर्ल्स सोनिका रेग्मी, विनिशा कोइराला, प्रतिज्ञा कतिवटा, आरिस्ना नगरकोटी, सिमरन कुमार। यसै गरी टिटी कम्पिटिसन बोइज फर्स्ट अनुराग अधिकारी, रिले रेस गर्ल्स सजना भण्डारी, रिले रेस बोइज कुशल छेत्री, सक रेस गर्ल्स सजना भण्डारी, पिक्चोरियल कन्टेस्ट सुदिना बस्याल, बर्निङ क्यान्डल गर्ल्स प्रासना रेग्मी, बर्निङ क्यान्डल बोइज क्रिस गिरी, बिस्कुट फाइन्डिङ रेस गर्ल्स प्लेसी गजमेर, बिस्कुट फाइन्डिङ रेस बोइज कुशल छेत्री, स्लो साइकल रेस गर्ल्स क्रिस्मा गिरी, स्लो साइकल रेस बोइज त्रिपन पौडेल, शङ्कर पौडेल, मिडल एन्ड ट्रेड गर्ल्स क्रिस्मा गिरी, ब्लेसी गजमेर, मिडल एन्ड ट्रेड बोइज क्रिस गिरी। भलिबल कम्पिटिसन बोइज फर्स्ट ब्लू हाउस कपिलराज खलान, सङ्गम भट्ट, त्रिपन पौडेल, कृषक कुमार, क्रिस गिरी, बिजन आचार्य। फुटबल बोइज अनिल शर्मा, सङ्गम भट्ट, अनुराग अधिकारी, त्रिपन पौडेल, एबिल भण्डारी, कुशल छेत्री, शिशिर बरादुली, एलिक्स परिया, राजकुमार नेपाली, मुकुल श्रेष्ठ, रियान थापा, सिमन परियार। यसै गरी लङ जम्प गर्ल्स नीतिशमा चौधरी, एकछिन लास्टमा यता बस्नु अलि यता बस्नु भाइ। फाइन्डिङ रेस सङ्गम भट्ट, स्लो साइकल रेस क्रिस्टिका कुमार, स्लो साइकल रेस सुशान्त पौडेल, मिडल एन्ड ट्रेड क्रिस्मा गिरी, क्रिस्टिका कुमार,
सेकेन्ड पोजिसनको पुरस्कार दिइदिनु हुनेको लागि हार्दिक अनुरोध गर्दछु। टिका लगाएर प्राइज वितरण गरिदिनु होला। लेभल 1 अन्तर्गत बेस्ट क्याप्टेन अवार्ड, बेस्ट नोटबुक मेकिङ अवार्ड अनिल शर्मा, बेस्ट नोटबुक मेकिङ अवार्ड अनिल शर्मा। धेरै धेरै बधाई तथा उत्तर होसको शुभकामना। अबको क्रममा भने हामीलाई एकजना गर्ल्सहरुबाट एकजना र बोइजहरुबाट एकजना गरेर हामीले एकजना बोइ एकजना गर्ल छुट्याएका छौं। त्यसमा स्टुडेन्ट अफ द इयर बोय अनिल आयान चापागाई क्लास चौधरी क्लास 8। ध्यान गएको हो कि भन्ने हामी शिक्षक साथीहरूलाई लागेको छ र विद्यार्थी भाइ बहिनीहरू अहिलेको समय प्रतिस्पर्धाको समय हो। अहिलेको समय त्यति सजिलो छैन। यो प्रतिस्पर्धात्मक समयमा तपाईहरू पनि अन्य विद्यार्थी भाइ बहिनीहरूसँग प्रतिस्पर्धामा उत्रिनु पर्ने हुन्छ। त्यसकारणले पढाइलाई पनि अलि मध्यनजर गर्दै मोबाइलको दुनियाँबाट अलि बाहिर निक्लेर किताब र कपीको दुनियाँमा तपाईहरू रमाउनको लागि म अनुरोध पनि गर्न चाहन्छु र सम्पूर्ण अभिभावकज्यूहरूलाई पनि म एउटा अनुरोध के गर्न चाहन्छु भने तपाईहरू अरू विद्यार्थीसँग आफ्नो विद्यार्थीलाई तुलना नगर्नुहोला। तपाईहरूको नानी बाबुहरू एउटा विशिष्टता हासिल गरेका छन्। तपाईहरूको नानी बाबुहरूसँग छुट्टै क्षमता छ। त्यसकारणले अरू विद्यार्थी, अरू छेउछाउको विद्यार्थी, छिमेकीको विद्यार्थीसँग तपाईहरूले आफ्ना विद्यार्थीलाई नदाँदी दिनुहुन पनि म अनुरोध गर्दछु। तसर्थ मलाई धेरै भन्न मन थियो। विद्यार्थी भाइ बहिनी अभिभावक जो पनि हतारमा हुनुहुन्छ, म यहाँहरूको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद। विद्यार्थी भाइ बहिनीहरूको डान्स प्रस्तुति बाँकी नै छ, त्यसलाई हामी पछाडि जोड्ने नै छौँ र आजको हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि रत्नगर नगरपालिका वडा नम्बर 10 का वडा सदस्य श्री गोमा भण्डारीज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसमा चाहिँ मलाई एकदम के भन्न मन लाग्यो भने चारपक्षीय सम्झौता हुनुपर्छ। यसमा मेरो विचारमा शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, प्रशासन सबैको समन्वय भयो भने शिक्षक शिक्षिकाले विद्यार्थी भाइ बहिनीलाई आत्मीयता र माया साथ साथै शिक्षाको विकास गर्नुपर्ने हुन्छ। अभिभावकले स्कुलमा बच्चा पठाएको छु, फी दिएको छु, सबै सुबाट हुन्छ नभनिकन हरेक क्रियाकलापमा आफ्नो बाल बच्चाको क्रियाकलापमा निगरानी गर्नु
व्यवस्थापन के भइरहेको छ त्यसमा पनि ग्रहण गर्नुपर्ने हुन्छ। सबै कुरा दियो भने सरले जुन राख्नुभएको उद्देश्य छ त्यसमा पक्का पनि पुरा हुनसक्छ। त्यसको लागि शुभकामना दिन चाहन्छु। र भाइ बहिनीहरूले राम्रो नृत्य देखाएर जानुभयो, विभिन्न कलामा पुरस्कृत हुनुभयो, त्यसको लागि पनि बधाई दिँदै पुरस्कृत हुनुभएको भाइ बहिनीहरूलाई बधाई दिँदै अब आउने कार्यक्रममा यहाँहरूले यस्तै लगनशीलता, मेहनत, आफ्नो पुरै ज्ञान सिप लगाएर हरेक कुरामा, शिक्षामा, हरेक क्रियाकलापमा ध्यान दिनुभयो भने पक्का यो काँचो माटो एक दिन पूर्ण भाँडा बन्नेछ भन्ने आशा र विश्वासको साथ यस एन्जलस बोर्डिङले शिखर टुङ्ने जुन उद्देश्य राखेको छ त्यसको पूर्णताको शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। हस्त धन्यवाद। र हाम्रा अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुनका लागि विद्यालयका प्राचार्य र अध्यक्षज्यू लगायत गीतानाथ रेल सरलाई मैले हार्दिक अनुरोध गर्दै मायाको चिनो ग्रहण गर्नको लागि शोभा भण्डारी म्याडमलाई हार्दिक अनुरोध गर्दछु। अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ र विद्यार्थी भाइ बहिनीहरूको नृत्य प्रस्तुति औपचारिक कार्यक्रम समापन पछि रहनेछ। नृत्य प्रस्तुति गर्नुहुने विद्यार्थी भाइ बहिनीहरू अब मात्र 5 मिनट संयमित तरिकाले बसिदिनु हुन पनि हार्दिक अनुरोध गर्दै मायाको चिनो प्रदान कार्यक्रमलाई जोड्न गइरहेको छु। मैले हाम्रा यसै विद्यालयका आदरणीय अभिभावक एवं आजका हाम्रा यस कार्यक्रमका अतिथि श्री धनञ्जय शर्मा सरलाई विद्यालयको तर्फबाट मायाको चिनो ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दै मायाको चिनो प्रदान गरिदिनु हुन विद्यालय परिवारलाई हार्दिक अनुरोध गर्दछु। ताली बजाएर सम्मान गरिदिनु। समापन गर्नको लागि यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष एवं आजका कार्यक्रम सभाध्यक्ष श्री सुप्रसाद भट्टज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्दै आजको यस कार्यक्रम सञ्चालिका म यसै विद्यालयको शिक्षक कविता ढकाल बिदा हुन्छु। हस्त धन्यवाद। पुरस्कार वितरण कार्यक्रम 2082 का सन्दर्भमा यसका साथै कार्यक्रमका हाम्रा प्रमुख अतिथि शिक्षा अधिकारी नारायण प्रसाद वाग्देज्यू, यसै गरी विशिष्ट अतिथि जनप्रतिनिधि हाम्रा रत्नतालिका वडा नम्बर 10 का हाम्रा वडा सदस्य हाम्रो गोमा भण्डारीज्यू, हाम्रा पूर्व यस विद्यालयका पूर्व प्रिन्सिपल गीतानाथ रियालज्यू, हाम्रा प्रिन्सिपल सर, हाम्रा अभिभावकज्यूहरू, यस्तै किसिमले हाम्रा व्यवस्थापन समितिका साथीहरू, मित्रहरू र त्यसै गरी हाम्रा विद्यार्थी भाइ बहिनीहरू एवं उपस्थित सम्पूर्ण महानुभावहरू, हाम्रा शिक्षक मित्रहरू सम्पूर्णमा म हार्दिक अभिवादन। र आज हाम्रो यस विद्यालयको चाहिँ जो एउटा वार्षिक कार्यक्रममा जुन एउटा विद्यालयका प्राचार्य हाम्रो एकादशी सरले जुन एउटा प्रतिबद्धता गर्नुभएको छ, अब आगामी दिनमा चाहिँ हामीले यसरी यसलाई चाहिँ एउटा सुधारसहित यसरी नतिजा राम्रो ल्याउने कुरोमा जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ, व्यवस्थापन समितिको अध्यक्षको हैसियतले मैले पनि त्यो व्यवस्थापनका लागि चाहिँ हर हमेसा यहाँहरूका साथमा रहेर लगनशील भएर आवश्यकतालाई ध्यानमा राखेर समितिको तर्फबाट पनि त्यो प्रतिबद्धता म पनि जाहेर गर्दछु। र त्यसको साथसाथै अब आज यहाँ समय धेरै ढिलो भइसकेको छ। धेरै बेरदेखि हाम्रा अभिभावकहरू, विद्यार्थी बाबुहरू एवं उपस्थित सम्पूर्ण महानुभावहरू यहाँ लागि पर्नुभएको छ र त्यसले गर्दा मैले धेरै समय लिन चाहन्न। र आज जो यस पुरस्कार वितरण कार्यक्रममा मैले देखिरहेको छु, यति प्रतिभाशाली हाम्रा बाबु नानीहरू, हाम्रा विद्यार्थी बाबुहरू हुनुहुन्छ, नानीहरू हुनुहुन्छ, त्यो देख्दाखेरिमा मलाई अत्यन्त खुसी लागेको छ। र
यो प्रतिभा भने सबैसँग हुँदैन र त्यो प्रतिभा पनि अत्यन्त चौतर्फी किसिमले विकास हुँदै गइरहेको छ। एउटा प्रतिभा मैले देखेको छु, त्यसलाई अझै प्रोत्साहित गर्दै अझै अगाडि बढ्नु हुनका लागि पनि म यहाँहरूलाई हाम्रा सुरक्षित बाबुहरूलाई बाबु नानीहरूलाई म प्रेरणा गर्दछु र अरू विद्यार्थी भाइ बहिनीहरूलाई पनि त्यसै गरी अघि बढ्नका लागि म एउटा प्रेरणा गर्दै र हाम्रा अभिभावकज्यूहरू विद्यार्थीहरू यहाँका शिक्षक मित्रहरू एवं व्यवस्थापन समिति सबैको एउटा संयुक्त तत्वावधानमा यो विद्यालयले फड्को मार्नेछ भन्ने आशाका साथमा आफ्ना भनाइहरू टुङ्ग्याउँदै उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै र आजको कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद। जय हिन्द।